हेलो साथीहरु, आज फेरि पनि हामी माछा मार्न आएको थियौं अनि माछा मार्दाखेरि मैले आज किरणलाई चाहिँ दुईटा कुरा देखाएको छु है। अनि एउटा चाहिँ के हो भन्दाखेरि पानी सफा हुन्छ भनेको छु है। अर्को चाहिँ हामीले त्यो माछा मार्ने क्रममा बिचारा परिवारसँग छुटेको माछाहरु देख्छ है। त्यो माछालाई चाहिँ हामीले पक्रेर परिवारसँग नै भेटाइदिएको छौं है। अन्त चिज होला नि किरण, पानी सफा त आम्मा क्या है आम्बो, के हो यो माछा हैन? माछा हो, माछा मारेर ढुट्टो बनाइरहेको रहेछ है। यस्तो गरिरहेको रहेछ। सो यहाँनिर हाम्रो हन्टर नम्बर 1 हुनुहुन्छ भने है। अनि हन्टर नम्बर 1 ले चाहिँ अब आज परिवारसँग छुटेको माछाहरूलाई पनि भेला पारिसकेको छ। यो घर चाहिँ है मैले माथि देखेको थिएँ, यहाँ बगाएर ल्याएको छ। यो खतरा भएछ है। यहाँनिर चाहिँ क्यान्टिन थाप्दा हुन्छ कसैले खोलाको छेउमा, राम्रो पनि छ है। देशी जुगाड लगाएर के लाएर देशी जुगाड लाएर चाहिँ यहाँनिर क्यान्टिन खोल्दा हुन्छ है। र आज चाहिँ हामी एउटा चाहिँ के देख्यो भने परिवारसँग छुटेको माछा, अर्को चाहिँ हामीले पानी सखा पनि देख्यो है। अनि पानी सखा चाहिँ अब त्यो सखाको रुख चाहिँ पानीको छेउमा हुन्छ। अर्को चाहिँ केरा पनि है, पानी केरा, त्यो चाहिँ खोलाको छेउकोलाई पानी केरा, ढुङ्गा पनि के अरे पानी ढुङ्गा। यो खोलामा भएको ढुङ्गालाई पनि पानी ढुङ्गा भन्छ अरे त साथीहरू। र यो पानी ढुङ्गामा चाहिँ अब पानी हुन्छ भित्र पुरा, अनि बाहिर चाहिँ पत्थर, भित्र चाहिँ पानी हुन्छ है।